गाइज वेलकम बैक टू माई च्यानल। अब म जानेवाला छु C2। आज मेरो च्यालेन्ज यही छ। बिहान नै मैले भिडियो पठाइसकेको अनि तपाईले हेर्न सक्नुहुन्छ आज बिहानको भिडियो। अनि मेरो करेन्ट लेभल छ 699। सो अब हामी गर्छौं ग्राइन्डिङ। यो को भन्दाखेरि यो दर्शित हाई भन्छ यहाँ साच्चै रुक्नु है गाइस। हाई भन्न हुन्छ के said hi to guys दर्शित ब्याड बोय पनि हैन, गुड बोय। हाई भन सबैलाई, छिटो भन्न। ल अब साइबरलाई मार्न जाने र लेभल अप लेख्दिन्छु। लेभल अप चलो आज लेभल अप गरौँ। अब नुन आऊ म जान्छु पहिला क्वेस्ट लिन गाइस। साइबरको स्पोन बाबा साइबरको क्वेस्ट लिन हो गाइस। अब म अफ स्क्रिनमा धेरै ग्राइन्डिङ गर्छु। सिटमा गएपछि म सधैँ अन स्क्रिनै गर्नेवाला छु। अनि एउटा कुरा भन्दै मेरो भिडियो कहिले स्क्रिप्टेड हुन्न। म पहिलाको भिडियो अनि भनेको थिएँ क्या हो ल हैन मेरो भिडियो कहिले स्क्रिप्टेड हुन्न। मैले सुरुमै इन्ट्रो गरिदिन्छु अनि सुरुमै खेल्छु। अरु जस्तै लास्टमा पुरै के भयो त भन्ने हैन, सिधै लास्टमै इन्ट्रो गर्ने त्यस्तो मान्छे हैन म। साइबरको क्वेस्टमा अब गाइस अब C2मा गएर मैले एउटा सर्ट्स पनि हाल्नेवाला छु। ब्लिङ्क साके एक्स C2 बेन तक उसके प्याले को पहुँचाने। अब धेरै ग्यास फ्लेक्स नगरे यार गाइस। तपाईमध्ये कोही म्याक्स लेभल हुनुहुन्छ वा केही हुनुहुन्छ भने C2मा हुनुहुन्छ भने यसको बत्ती बनाउन आउनु होला। दर्शकलाई हाई भन्नु कि नै भने हैन यो मुलीले भर्छम साइबर नि स्पोन भन्छ। अब म ग्याली क्याप्टन गोलिम कि ग्याली पाइरेट्सले पनि मेरो लेभल अप हुन्छ के अरे। दर्शकलाई भनम किल पाइरेट्स भन्नु पर्यो। अब ग्याली पाइरेट्सको क्वेस्ट लिम गाइस फाइनली। अब यिनीहरूलाई मार्न पर्छ मैले। दर्शक कहाँ गयो? दर्शक ग्याली क्याप्टनसँग गयो क्या हो? आइज भन्नु पर्यो पहिला। आइज ब्रो कहाँ गइस? ठोक हेल्थ कम गर आइज दर्शक आइज यो दर्शकहरू कहाँको आइडीबाट आयो? यो त नुबडा थियो भन्नुहुन्छ भने दर्शक संस्कारको आइडीबाट आयो। संस्कारको आइडी फेरि अलि प्रो हो गाइस। सिटीमा छ आफ्नै क्र्यु छ एउटा, मेरो क्र्यु नि छ। अनि तपाईले मेरो क्र्युबाट मेरो हेर्न सक्नुहुन्छ। मेरो 1.10 मिलियन छ बाउन्डी। होइन नमार त्यो कस्तो पागल हो यो कुत्ता। मेरो किल चोर्छ के यो कुत्ता पनि। मेरो किल चोर्न आउँदैन नचोर्न मेरो किल ब्रो। मेरो किल नचोर अन्त चोरी किल नचोर त्यसलाई ड्यामेज दिँदै गर बरु किल। तर किल चाहिँ नचोर। हट्न यार कति गर्छ यसले फेरि। अनि फेरि यसले चाहिँ मारौँ मलाई मार्नै दिन्न यसले गाइज। तर सिटमा पुगेपछि खतरनाक हुन्छ चिजहरू। ओ नगर्न कुत्ते फटा चोर किल चोर। तँलाई किल चोर नभएको के आउन भने ग्राइन्डिङ गरेर मास्टर गर्ने भने ओइ नआए यार। मलाई मार्दा भनेपछि आइज बुट्टी ग्याली पाइरेट खिच्छ ल यो पनि मरो। यसलाई ड्यामेज दिएछ यो दर्शकको मुलाले। नमार किन मार्यो यो कुत्तेले? मैले यसलाई ठोक्ने हो के अरे गाइस। एकचोटि फेरि म कल गरेर यसलाई यस्तो ठोक्ने हो नि यस्तो ठोक्छु। नगर बाबु नगर। अझै दुईटालाई मारे मेरो क्वेस्ट हुन्छ कम्प्लिट।
यस लास्ट बटन मारेपछि मेरो लेभल हुन्छ अनि हामी जानुपर्छ प्रिजन गएपछि त्यो डिटेक्टिभसित कुरा गर्ने डिटेक्टिभसित कुरा गरेपछि के हुन्छ तपाईँलाई थाहा छ अनि यो 700 लेभल भयो कङ्ग्रेचुलेसन फर रिचिङ 700 level ready to go next world talk to detective in prison okay guys prison को डिटेक्टिभसित कुरा गर्ने अरे ए यो prison को डिटेक्टिभ आउन गो भन्छु के यसलाई लेट गो प्रिजन मलाई प्रिजनमा एउटा डो फ्ल्यामिङ्गो हन्ने हो कि स्वान हन्ने हो त्यो कुत्तासित मलाई बदला लिन किनकि त्यसलाई मलाई भर्सन पिङ्क कोट देखाइन आज दसैँ अनि भाइ चाहिँ म गएँ डिटेक्टिभसित पनि कुरा हान्दिनँ गाइस सिटु टाढा कि स्टार्टेड याउ गोप पहिला त मैले त जेलरसित कुरा गरेर त्यो स्वानको बच्चालाई मार्ने हो भनिदिएको मैले चिफवार्डनको बच्चालाई त मैले खोज्ने चिफवार्डनको बच्चाको यति हिम्मत कसरी गर्नु मलाई काम गरिस आइज चिफवार्डनको बच्चा आइज स्वान स्पन भयो भने चाहिँ अब अर्को पालि स्वानलाई मारौँला पहिला त्यो चिफवार्डनको बच्चालाई मारिदिउँ त्यहाँदेखि चिफवार्डनको बच्चा मलाई कोस्ट लिँदै कोस्ट लिँदै चिफवार्डनको लिन्छु भनेको हेरेर मार्दै यो कुत्ते बुला साले भ्यान टुटलाई पोक्त दर्शित प्रिजन आह यसले भुलाइहाल्छ त्यसलाई समात यस मरिसक्यो त चलो अब म त्यो डिटेक्टिभसित कुरा गर्नु पर्यो फाइनल सिटु जाने बेला आइसक्यो गाइज यो नि त डिटेक्टिभ या टक Johnson has escaped. We need help tracking him down before take over the world. Last was Admiral Frozen Village. Ice Admiral okay. दर्शितलाई भन्नु पर्यो फ्रोजन भिलेज जानको लागि दर्शितले चाहिँ हेल्प गर्न सक्छ मैले त्यसलाई एक्लै खेल्न सक्दैन दर्शित आउँछ अब दर्शित पाइरेट स्टार्टर आउँछ तर दर्शितलाई फेरि पाइरेट स्टार्टर लिन जानुपर्छ गाइस यो टोन स्वान स्केप भयो त्यो फटा त्यसलाई अब मारिरहनु पर्छ नभए त्यसले हाम्रो दुनियाँलाई खतम गरिदिन्छ त्यसले आइस एडमिरललाई आफ्नो हेल्प गर्न भने यो वर्ल्ड स्केप गर्नको लागि दर्शित कहाँ गाइस प्रिजनमै आइछ यो दर्शित छिटो आइज फ्रोजन भिलेज आइज फ्रोजन भिलेज जेन भिलेज फ्रोजन भिलेजमा लेखिदिइसकेँ तर यो दर्शित कहाँ गयो कहाँ मर्यो अननोन मतलब यसीतिर ओके फ्रोजन भिलेजमा लेखिदिइसकेँ गाइज मसिन छ त्यो कि जसबाट त्यो आइस एडमिरल बस्ने कोठा खोलिन्छ दर्शित छिटो आइज त छिटो अननोनसम्म यस गाइज हामी आइसक्यौँ त्यो आइस एडमिरलको अड्डामा जो त्यहाँले फ्रोजन भिलेज मतलब आफूले पावर पाउने ठाउँमा बसिरहेको छ त्यो फ्रोजन भिलेज मतलब बसिरहेको छ यो कुत्ता अब यसले डन स्वानलाई स्केप गराउन खोजिरहेको थियो तर मसँग के पनि छ यस गाइस फाइनली खोल्यो आइस एडमिरलको ढोका ड्यामेज खा त यो ढोकाभन्दा बाहिर आउन सक्दैनस् तर म आउन सक्छु यसलाई म कुद्नेवाला छु अब उत्रेर उही आइस भिटु खाएर बसेको गाइस तपाईँलाई थाहा नभए मैले भनिदिन्छु यसले आइस भिटु खाएर बस्छ यो मेला हामी भर्सन किन मारिरहेको थिएँ कोही आइस भिटु मारेर यसले मलाई मार्छ गाइस यसले मलाई मार्छ लास्ट गाइस त्यही पनि यसले मर्ने नाम लिन्न
किनकि यसको त्यो पुत्रिया बाबा हो यो पुत्रिया बाबाले आइस बिट्टु खाएर मार्न सक्छ मलाई जुन टाइममा मेरो लागि सावधान भएर बस्नुपर्छ स्काइबिम ब्यारेज खा पहिला काम कुत्तेले माथि स्काई ब्यान्ड ढोकेको मरिरहन् त्यसलाई मार्न कति टाइम लाग्छ गाइस लेबेटा हाफ हेल्थ यसको हाफ हेल्थ छ यो दर्शकले के गरिरहेको र यो कहाँ पुग्यो यो दर्शकको बच्चा फ्रोजन भिलेजलाई गएको पाइरेट स्टार्टरमा आएर बसे हो अब मैले यसलाई मार्न पर्छ फर्स्ट मेरे केलाई मार्यो ओ नो यसले लास्ट ड्यामेज दिन्छ मलाई फेरि यसको हेल्थ फेरि हाफ छ अहिले रिजनरेट गर्छ म मरौँ अनि त्यसमा रिजनरेटिङको पावर छ अनि मैले यसलाई रिजनरेट हुन दिनुहुन्न गाइस यो आइस भिटु लिएर बस्ने मिडल आटोमा ठोकेर रहन्छु धन्यवाद त त्यहाँ गाइस यहाँ आइसक्यो बाप रे यो बाहिर त आउन सक्दैन मतलब अब मेरो काम अलि इजी हुने भयो यसलाई मार्ने काम यो दर्शक आयो क्या फेरि फ्रोजन भिलेज कहाँ गयो स्वान ए स्वान हुन्न गाइस यो आइस एडमिनल त म ठोकेर रहन्छु धेरै काम गर्नुपर्ने त्यसको हेल्थ टुसा भइसकेको छ उहाँ हेर्न सक्नुहुन्छ तपाईँले यसले फेरि म मारिदिन्छ आइस बिटु खाएर बसेको यो मुलालाई छिट्छिट्नुपर्छ यस फाइनली will I lost happen exactly I cannot say that is apparently just take okay talk to detective again ओके तो डिटेक्टिभ से त मलाई फेरि कुरा गर्नुपर्छ त दर्शक कहाँ मरो रे हो यो कुत्ता कहाँ मरो फ्रोजन भिलेज आइसकेको छ ल फाइनली यतिको बच्चालाई मार्नु गयो होला कहाँ यो दर्शक लास्ट सीन फ्रोजन भिलेज त थियो नि फ्रोजन भिलेजबाट कोही जान सक्छ किनकि लास्ट सीन हुने हो लास्टमा यो कहाँ देखेको थियो भनेर कहाँ गयो रे दर्शकको बच्चा This song is 3 seconds long यो एक मिनटमा आइसक्छ किनकि यसलाई मार्न धेरैलाई मन लाग्छ यसलाई मार्न यसको लागि यसलाई धेरै सिटी मार्छ मसँग कसको फोन आयो भन्दाखेरि दर्शकको फोन आइसकेको छ तर मैले डिक्लाइन गर्नेवाला छु किनकि मेरो लेभल 700 भएको छ यो दर्शकले लिभ हानिसक्यो जस्तो हो अब मलाई जानुपर्छ फेरि त्यो डिटेक्टिभ मुलासिम राम्रो सिधै सिटी पनि जान्न मिडलटनबाट नै त्यस्तो मिल्दैन किनकि हामीलाई पहिला डिटेक्टिभसिम जानुपर्छ यो भिडियो कतिको लङ भइसकेको छ भन्दाखेरि 13 मिनट लङ बाप्रे यो 13 मिनट लङ भइसक्यो म डिटेक्टिभसिम गएर तपाईँसँग मिल्छु होइन यही दर्शकले कति मेसेज गरिरहेको छ गाइस मलाई अब तपाईँलाई मेरो आवाज आयो कि नै मलाई भन्नु होला डिटेक्टिभ ब्रो केही भल instruction this one second see I have a captain take you there will we meet middle town okay मेरो होम पोइन्ट छ जङ्गलमा सो ए दर्शकले कति फोन गर्छ गाइस यसको म फोन अहिले काट्नुवाला छु गाइस डिक्लाइन भइसकेको छ यसको फोन अनि म जानेवाला छु अब C2 यस गाइस C2 अब मिडल टाउनको यही घर पछाडि यो बस्ने भनेको हो नि यहाँ छैन त काम र त डिटेक्टिभ किप इट मुभिङ भन्दै गरे मलाई अरू बेला अब आज मैले यसलाई मुभिङ देखाउँछु के कहाँबाट मुभ हुने अनि ल भेट्यो मेरो क्याप्टेन
can I take you to the second save? Would you like to go? Yes. Teleporting. Okay. Finally guys, C2 पुगिसक्यो दर्शकमा के भनेर प्लिज रिकर्ड गरेर फोन उठाकै हुन्न होला का जे भन्नु भन् यस गाइस फाइनली आई एम गोइङ टु C2 बल्ल बल्ल दे हसावा सावा सावा एक सेकेन्ड गाइस दर्शकलाई फेरि फोन गरेर मैले काटिदिइहाल्छु C2 गएर मैले तपाईँलाई एकचोटि C2 को नजारा देखाउनेवाला छु नजारा 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 C2 दर्शकले कति फोन गरेको छ यसको फोन उठाउनु म भर्खरको लागि भर म C2 मा जान लागिरहेको छु दर्शकले कति फोन गर्छ C2 मा भगवान बस C2 मा अब यति पापड बेलेर C2 मा जान लागु म फाइनली अब C2 को भिडियोहरु कन्टिन्युअसली आउँछन् कोही दिन पर्खिनु होला अफ स्क्रिन गेम गर्छु धेरै जसो तर अब अन स्क्रिन हुन्छ म C2 पुगिसके ओए लोडिङ डाटा बले म नाच्ने भइरहा तर म नाच्दैन मेरो फेस क्याम गर्न नाच्दिथे तर बट 1 मिलियन मा फेस रिभिल न्यू टाइटल अनलक फिशरम्यान न्यू टाइटल अनलक बिग न्यूज ओके बिग न्यूज राख्ने हो मैले आफ्नो टाइटल बापरे फिशरम्यान नि अनलक मेरो टाइटल बा म त मान्छे त प्रो बनेछु कति लोडिङ डाटा देखा गाइस लोडिङ डेटा यस फाइनली पाइरेट्स अलवेज यस आई कैन सी बले फाइनली गाइस C2 होसना क्या लाग्छ फ्रेगमेन्ट नि आइसक्यो मेरो किङडम अफ रोजमा हो देन गाइस बाइ बाइ अर्को भिडियोमा मिल्छु म तपाईसित मैले एउटा स्टोरी राख्नेवाला छु सर्ट्समा ब्लिङ्क साके X सेकेन्ड